Guys, welcome to the new vlog. Thank you so much for all the likes, share and subscribe. So आज चाहिँ हामी जाँदैछौँ हार्ली डेभिडसनमा पहिला अनि एउटा साथी हुनुहुन्छ हाम्रो हैन र दाइ उहाँ चाहिँ CBR 600 RR मा एउटा ठाउँ हुनुहुन्छ हामी त्यहाँ गएर भेट्छौँ अनि त्यसपछि त्यहाँबाट हाम्रो राइड सुरु हुन्छ. सो म चाहिँ अब यहाँ रेडी भइसकेको छु. अब गएर तेल हाल्छु अनि त्यसपछि हामी त्यहाँ गएर भेट्छौँ. त्यसपछि हाम्रो भ्लग सुरु हुन्छ. थ्याङ्क यू सो मच. हैन यो विक चाहिँ अलिकति ढिला भयो भ्लग लिएर आउनको लागि. सो सरी फर द्याट. So let's begin the ride. On the fuel हालेँ. अब चाहिँ हामी आइसकेका छौँ यहाँ गाइज हैन. हुनुहुन्छ सुनिल दाइ? सुनिल दाइ के छ त अनि? ठिकै छ यार भाइ. के हो अभिषेक भाइ के छ त? राइडमा जानु भन्दा अगाडि PS खेलेर जाउँ भनेको. भाइले जित्न दियो त मरिजाउँ. त्यस्तो गोल हानेको हेर या भाइलाई. र हामीसँग चाहिँ छ CBR 600 RR. दाइ बाइकको बारेमा केही भनिदिनुहोस् त. के भन्ने हो CBR 600 RR होन्डाको राम्रो बाइक हो 2007 अब अलिअलि बोली मिल्दैन है भाइले गेम खेल्दा. त्यस्तो छ भने चाहिँ अवस्था गम्भीर छ. राम्रो बाइक हो यार. दाइको फेभरेट बाइक हो. ड्रिम बाइक हो. यहाँ छ हाम्रो बाइक. दुईटा बाइकमा हेर्दा चाहिँ कुन राम्रो देखिन्छ गाइज भनिदिनु पऱ्यो है कमेन्ट सेक्सनमा टक्क लाएर. CBR 600 होला. यताबाट हेर्दा चाहिँ मेरो राम्रो देखिँदो रहेछ. अगाडिबाट हेर्दा चाहिँ तपाईँको राम्रो देखिँदो रहेछ. यहाँ अगाडिबाट हेर्दा चाहिँ मेरो खत्तम देखिँदो रहेछ. ड्रोन पनि बोकेका छौँ गाइज हामीले होइन. अब हामी जाँदैछौँ काम्बा पुल रिजर्भ. त्यहाँ चाहिँ खोला जस्तो छ अनि ड्रोन उडाउनु पनि सजिलो हुन्छ जसले गर्दा अनि उडाउन सजिलो भन्दा पनि भ्यूहरू राम्रो आओस् भन्ने हिसाबले चाहिँ त्यहाँ जान लागेको हो. यो चाहिँ हो मसन होइन. यो चाहिँ मसन भन्ने ठाउँ हो. यहाँ चाहिँ शिव मन्दिर पनि छ. आज मन्डेको दिन भएर चाहिँ शिव मन्दिर मान्छेहरू आउने अलिकति बिजी हुने ठाउँ हो. यो शिव मन्दिर छ यहाँनिर. खासै यहाँबाट देखेको छैन होला. अलि नजिक गएपछि हेर्नु मिल्छ. यो रातो गाडी जुन गयो नि हो त्यहाँ चाहिँ शिव मन्दिर छ. यहाँ हामी नजिकै एकदमै मान्ने मन्दिर छ यहाँनिर. यही हो होइन गाइस. स्टप छ यहाँनिर. यहाँ चाहिँ 3 सेकेन्डसम्म हेरेर जानुपर्छ. एकदम केयरफुल हुनुपर्छ. के छ त दाइ? अल गुड. अनि बाइकमा के छ भने चाहिँ यहाँ गाडी भएको भने यसरी बिचमा टक्क आउनु मिल्छ. हेर्न सक्नुहुन्छ CBR 600 RR सेक्सी देखाएको छ. यहाँबाट पुरै घुमेर समरल्यान्ड अनि समरल्यान्डबाट उलोट काम्बाबाट लेफ्ट. त्यही हालत हुन्छ. त्यो पक्कै पनि हाइवे त्यही हुनुपर्छ. यहाँबाट हामी जान्छौँ राइट. कोही त दाइ कहाँ हुनुहुन्छ? दाइ आउँदै हुनुहुँदो रहेछ. बाटो मिस भएछ नि अघि. बाटो मिस भएछ क्या अघि. त्यहाँ उलोट काम्बाबाट राइट जानुपर्छ लेफ्ट जानुपर्छ क्या. अब एकछिन यता अगाडि जाउँ अनि त्यहाँबाट लेफ्ट जानुपर्छ जस्तो लाग्यो. नभए रोकेर हेर्नुपर्छ यार म्याप. कस्तो गाह्रो भयो. यहाँ चाहिँ एकदम राम्रो भ्यू छ. ठाउँ एकदम राम्रो छ होइन. अब उलोट काम्बा कहाँ बन्ने हो कहाँ छ उलोट काम्बा यो एरिया खासै त्यति थाहा छैन.
यस्तो ब्रेक हान्नु चाहिँ हुँदैन थियो। ए उलोट कामबा त्यहाँ रहेछ दाइ, उलोट कामबा त्यहाँ रहेछ। यही लेफ्ट हो क्या? यही लेफ्ट हो क्या? यही लेफ्ट हो क्या? अगाडिबाट जाऊँ ल, गइदेऊ दाइ। सुन्नु दाइ, जाऊ। त्यो पुल ओभर हान्दिउँ क्या फुल। दाइले चाहिँ लगाइसक्यो पक्कै पनि। रहेछ त यहाँ हेर्नु न, यस्तो छ क्या, यहाँबाट हामी जानुपर्छ लेफ्ट होइन, अनि यहाँबाट फेरि यो हेर्नु होइन, यहाँबाट जानु पऱ्यो यसमा लेफ्ट। बबाल के भन्नु छ त दाइ? कस्तो भयो त? बाटो मिस भयो है, डेन्जर। मलाई यो बाटो सजिलैसँग आउँथ्यो, मैले एउटा फर्स्ट एक्जिट मिस गरेँ क्या सलुट ड्राइभबाट। पुरै अब कहाँबाट छिर्ने।
यहाँ चाहिँ एकदमै राम्रा खोलाहरू रहेछन् अनि ठुल्ठुलो पार्कहरू थिए। हामीले एकछिन यहाँनिर बाइकहरू चलायौँ अनि ड्रोनहरू उडायौँ। एकदम राम्रो भ्यूहरू क्याप्चर गर्न प्रयास गऱ्यौँ। अनि त्यसपछि एकछिन यतै बस्यौँ अनि भ्यू हेरेर हामी यताबाट बिस्तारै फर्क्यौँ। सो हामी यहाँ बस्दाखेरिको भ्यूहरू चाहिँ म ड्रोन सटको भ्यूहरू चाहिँ मैले यो गरेको थिएँ, त्यही एड गरेको छु। All good then. Go. Harley Davidson का CBR 600 आ रहा है।
गाइज न मजाले लड्यो स्ट्याकहरू छ होला हेरेर